8 तारिकको चाहिँ जुन हाम्रो आन्दोलन भयो त्यो आन्दोलनमा चाहिँ दुई तरिकाका चाहिँ क्राउड थिए, दुई तरिकाको भिड थिए है। एउटा भिड भनेको चाहिँ कन्सियस भिड, मैले के गरिरहेको छु भन्ने थाहा पाउनु भएको भिड, र दोस्रो भनेको चाहिँ फ्रस्ट्रेटेड भिड, दिक्क हुनु भएको, देश कुन अवस्थामा छ, के भइरहेको छ, भोलि के हुने होला, नेपालीको जीवनस्तर चाहिँ माथि जाला कि त तल जाला, युवाहरू विदेश पलायन होला कि नहोला भन्ने त्यो खालको फ्रस्ट्रेसन भएका मान्छेहरू थिए। र कोही कोही चाहिँ कन्सियसली ल यो समस्यालाई चाहिँ सुधार गर्न यो गर्न मिल्छ भन्ने खालको पनि त्यो पनि भिडहरू हुनुहुन्थ्यो है। अब यो चाहिँ कलेक्सन अफ दिस टु काइन्ड अफ क्राउड थियो। अब के भयो भन्दाखेरि अब अहिले पनि धेरै जेनजी अगाडि आउनु भइरहेको छ, तर हामी चाहिँ कुन जेनजीलाई छान्ने यो एकदम जरुरी छ हेर्नुहोस्। किनभने देश चलाउने कुरा भने सानोतिनो कुरा होइन। ट्रक चलाउने मान्छेले तपाईँले एयरप्लेन चला भन्यो भने क्रास हुन्छ त्यो है। चेत हुनु पर्यो, एजुकेसन हुनु पर्यो, व्यावहारिक ज्ञान हुनु पर्यो, प्रशासन कसरी चल्छ भन्ने थाहा हुनु पर्यो। त्यही भएर जेनजी मात्र शब्दले केही हुँदैन हेर्नु, जेनजीमा पनि क्वालिफाइड जेनजी हुनुपर्छ। हामीले छान्ने, हामीले कार्यक्रममा बोलाउने हो भने क्वालिफाइड मान्छे बोलाऊ। अब अहिले चाहिँ तपाईँको भनौँ न मिडियामा चाहिँ धेरै थरीका आउनुहुन्छ, तर मेरो त्यसमा चाहिँ चित्त नबुझाइ भनेको चाहिँ के भन्दाखेरि देश जो पाए त्यहीको हातमा दिन मिल्दैन। आजभन्दा पहिला दिएको हो, कुन अवस्थामा पुगे त्यो पनि देख्यौँ। अब नछान्ने जेनजीहरूमा पनि हामीले छान्नुपर्छ। दोस्रो, निर्वाचनको कुरो आउँदाखेरि पशुपतिनाथ जल्नबाट बचेको हो है। सिंहदरबार जल्यो, हाम्रो देशको सुप्रिम कोर्ट जल्यो, न्यायपालिका जल्यो, जल्न के बाँकी छ? यति सब यस्तो मार्मिक कुरा हुँदाखेरि पनि हामी चाहिँ सोझै निर्वाचनमा जाने भन्न कति सुहाउँदो छ। कसको नैतिकताले दिन्छ? मेरोले चाहिँ दिँदैन। इलेक्सन भन्नु यो एकदम यो अनएथिकल कुरा हो, इमोरल कुरा हो। यो हाम्रो नैतिकताले चाहिँ नदिनु पर्ने हो होइन। अब लिडर्सहरूको दलहरूको के छ त्यो उहाँहरूकै छ। आम जनताले निर्वाचन खोजेको छैन। निर्वाचन भनेको त उहाँ अब दलहरू नेताहरू मेबी मनै होला न, माथि जाने बाटो न हो। तर हामीले खोजेको त देशको लागि निकास हो नि होइन। त्यही भएर मबाट यो निर्वाचन भन्ने कुरा म चाहिँ त्यो एकदम उच्चारण नै गर्न सक्दिनँ। त्यो त्यस्तो छ। त्यो बाहेक भनेको चाहिँ अब निकासतिर कसरी जाने त है? निकास त चाहियो नि त देशलाई, निर्वाचन मात्र होइन। त्यसको लागि चाहिँ म यहाँबाट देशको चाहिँ सबै स्टेक होल्डर्स होइन, दलहरू सबैलाई जसले चाहिँ आफ्नो स्टेक राख्नुहुन्छ यो देशको, उहाँहरूलाई चाहिँ म एउटा कन्सेन्ससमा चाहिँ बोलाउन चाहन्छु। म आफैले चाहिँ गरी खान देवको नेतृत्व गर्दैछु। हाम्रो 7 बुँदे एजेन्डा छ। त्यो एजेन्डा भनेको चाहिँ म खालि जेनजीको लागि मात्र बोल्दिनँ। यो देश त हामी सबैको हो। जेनजी विद्रोहबाट जे हुनु भयो, यो रेभोल्युसन आयो, क्रान्ति आयो, त्यो आफ्नै ठाउँमा छ, तर देश सबैको हो। यो हामीले राखेका बुँदाहरू जुन 7 पोइन्ट एजेन्डाजहरू छन् यो सबै नेपालीको लागि हो। एकचोटि यसमा चाहिँ हेरिदिनु होला, यो देशैको लागि हामीले गर्न खोजे। र यस बाहेक वी वान्ट टु कल एभ्रिबडी द स्टेक होल्डर्स अफ द कन्ट्री फर पोलिटिकल कन्सेन्सस। वार्तामा आउँ, केही न केही चाहिँ निकास दिउँ। इलेक्सन यसको एन्सर हुँदै होइन, पिटिकै होइन है। त्यही भएर सबै स्टेक होल्डर्स जो चाहिँ आफ्नो नैतिक ग्राउन्डमा चाहिँ उभिनुहुन्छ, अडिग रहनुहुन्छ, उहाँहरूले इलेक्सनको प्लिज कुरा नगर्नुहोस्। एउटा कन्सेन्ससमा आउँ। हाम्रो पनि मुद्दा छन् जुन चाहिँ सुनिदिनै पर्छ। हाम्रो एजेन्डा छ जुन चाहिँ सुनिदिनै पर्ने हुन्छ, नत्र यो अन्याय हुन्छ, यो विद्रोहको बेइज्जत हुन्छ। विद्रोहको बेइज्जत गर्ने चाहिँ पक्षमा हुनुहुँदैन भने पोलिटिकल कन्सेन्ससमा आउनलाई सबै दलहरू लगायतका सबै स्टेक होल्डर्स चाहिँ प्लिज आउनु होला। म त्यति भन्दै आफ्नो शब्द चाहिँ यतिमै टुङ्ग्याएँ। धन्यवाद।